नमस्कार। आजको भिडियोमा हामी कुरा गर्नेछौँ हाम्रो पहिचान, हाम्रो मेहनत र हाम्रो परम्पराको बारे। नेपालका किसानहरूले प्रयोग गर्ने परम्परागत औजारहरूको बारे। आधुनिक मेसिन आउनुभन्दा धेरै अघि हाम्रो बुबा बाजेले आफ्ना हात र माटोसँगै खेती र खाना बनाउने कला सिकाएका थिए। आउनुहोस् ती मौलिक औजारहरू सम्झौँ जसले हाम्रो गाउँ, हाम्रो भान्सा र हाम्रो संस्कृति जोगाइराखेका छन्। सबैभन्दा पहिले कुरा गरौँ जाँतोको। जाँतो भन्न साथै याद आउँछ त्यो घरको कोठाभित्र राखिएको गोलो ढुङ्गाको जोडी। माथिल्लो भाग घुमाइने, तल्लो भाग स्थिर राख्ने र बीचमा सानो प्वाल हुन्छ। त्यहीँबाट गहुँ र मकै हालिन्छ अनि हातले घुर्र घुर्र घुमाउँदा तलबाट न्यानो पिठो झरिरहन्छ। जाँतो चलाउँदा आमाहरूले गीत गाउनुहुन्थ्यो। जाँतो घुमे जाँतो घुमे। त्यो तालमा जाँतो घुम्थ्यो र अन्नको सुगन्ध पुरै घरभर फैलिन्थ्यो। जाँतोले पिसिएको अन्नमा मेसिनले नपुग्ने मिठास हुन्थ्यो, कारण ढुङ्गाको घस्रणले ताप दिँदैन, पोषण रहन्छ। त्यसैले हाम्रो बाजेहरूको ज्ञान पनि कस्तो गहिरो थियो है। अर्को महत्त्वपूर्ण औजार हो ढेकी। ढेकी एक काठको लामो पट्टाबाट बनेको हुन्छ, जसको एउटा छेउमा भारी काठको मुसल र अर्को छेउमा पाइला राख्ने ठाउँ हुन्छ। जब महिलाले पाइला राख्छिन् मुसल माथि उठ्छ अनि जब पाइला हटाउँछिन् मुसल अन्नमाथि झर्दै धानको छिल्का टुक्रिन्छ। ढेकीको आवाज गाउँको हृदय जस्तै हो। त्यो लय, त्यो ठकठक, त्यो आवाजले बिहानको सुरुवात जनाउँछ। ढेकीले धानलाई चामलमा रूपान्तरण गर्छ, तर यसले घरमा गीत, हाँसो र एकता पनि ल्याउँछ। अब कुरा गरौँ ओखल र मुसरको। काठ वा ढुङ्गाबाट बनेको गहिरो ओखलमा मुसरले मसला, दाल वा अन्न कुटिन्छ। पहाडका गाउँहरूमा अहिले पनि ओखलमा अदुवा, मरिच, टिमुर र बेसार कुट्ने चलन छ। यसको सुगन्ध, त्यो स्वाद, त्यो मेसिनबाट आउँदैन। त्यो त हातको शक्ति र मनको प्रेमबाट मात्रै आउँछ। सिलौटा र लोढा हाम्रो भान्साको अर्को साथी हो। सिलौटा एउटा समथर ढुङ्गा हो। लोढा सानो घोलो ढुङ्गा जसले मसला पिसिन्छ। पहाडको घरमा सिलौटामा पिसिएको धनियाँ, जिरा, बेसा, त्यो स्वाद र गन्ध अद्भुत हुन्छ। धेरैजसो आमाहरूले भन्नुहुन्छ सिलौटाको मसला बिना परिकारको त स्वाद नै आउँदैन। अन्न सङ्कलन र भण्डारका लागि किसानहरूले अद्भुत औजारहरू पनि बनाएका छन्, जस्तै ढुङ्ग्रो, बाँस र माटोले बनेको भण्डारण पात्र हो। एउटा भकारी भनेको अन्न राख्ने एउटा सुरक्षित कोठा जस्तै हो। बाँसको चोयाहरूले पनि बनाएको हुन्छ। र डोको र नाम्लो भनेको अन्न बोकेर बारीदेखि घर ल्याउने साधन जस्तै। यी सबै औजारहरूले केवल काम सजिलो बनाउँदैनन्, यसले स्थानीय स्रोतको सदुपयोग र वातावरण मैत्री जीवनशैली पनि सिकाउँछ। मौलिक ज्ञान र दिगो जीवन। यी सबै औजारहरू जस्तै जाँतो, ढेकी, ओखल, सिलौटा केवल इतिहास मात्रै होइनन्, यी हाम्रा संस्कृतिका जीवित स्मारक पनि हुन्। हाम्रा बाजे बजैका हातले बनाएका यी उपकरणहरू अहिले पनि गाउँभरि चलिरहेकै छन्। हामीले यी परम्परालाई केवल सङ्ग्रहालयमा मात्र होइन, हाम्रो दैनिक जीवनमा पनि जोगाएर राख्न सक्नुपर्छ। किनभने यी औजारहरूले हामीले सिकाउँछन् कति साधारण साधनले पनि जीवनलाई कति सुन्दर बनाउन सकिन्छ भनेर। हाम्रो नेपाल, हाम्रो माटो, हाम्रो परम्परा, यही हो हाम्रो पहिचान। धन्यवाद।